कोन्निचिवा जापानिज करेन्सी, जापानिज येन। नेपालको रुपियाँ भने जस्तो जापानमा चाहिँ येन भन्ने हुन्छ। 1 रुपैयाँ भनेको इची, 10 रुपैयाँ भनेको जिउ र येन लाग्छ है पछाडि हाम्रो रुपियाँ लागे जस्तो। 100 रुपियाँ भनेको चाहिँ ह्याकु येन। 1000 भनेको सेन येन। 10,000 भनेको चाहिँ मान र 1 लाख भनेको चाहिँ कसरी छुट्याउने भन्दाखेरि 10 4वटा जिरो छोडिदिनु, जिउ मान। 10 भनेको जिउ र पछाडिको मान। 10 लाखमा पछाडिको 4वटा जिरो छोडिदिनु अनि गर्नु अगाडिको 100 भनेको ह्याकु र मान, पछाडिको 4वटा जिरो। 100 भनेको ह्याकु र पछाडिको मान, ह्याकु मान एन पछाडि। करोड, 1 करोडमा 7वटा जिरो। अब 4वटा जिरो हटाइदिनु र अगाडिको। अब अगाडि भयो 1000 भनेको सेन, पछाडिको मान। र 10 करोडमा चाहिँ 10 करोडमा इचिओकु भनिन्छ है 10 करोडलाई, इचिओकु। र यसरी चाहिँ पछाडि येन थपेर नेपालको जस्तै रुपियाँलाई येन भन्न सकिन्छ।